एकछिन ल चम्की नजाने खुसी गाउँछ ल भयो पानी आज चाहिँ 2569 बुद्ध जयन्तीको अवसरमा काठमाडौँको स्वयम्भू स्थित स्वयम्भू नाथमा आएर हामी बुद्धको ठाउँमा बुद्धको मन्दिरमा आएर हामी आज शान्तिका दूत बुद्धको प्रार्थना गरिरहेका छौँ र जति पनि साथीहरूले यो भिडियो जसले जाँदाबाट हेर्दै हुन्छ सबैले यो चाहिँ युट्युब च्यानल मार्फत राजन ब्लग एलेक्स युट्युब च्यानल मार्फत आउँछ र सबैलाई 1 लाइक 1 सेयर र 1 सब्सक्राइब गरेर साथ सपोर्ट दिनुहुनेछ भन्ने पुनः आशा गरेको छु। शान्तिका दूत गौतम बुद्धले जसरी संसारभरि ज्ञानको ज्योति फैलाएर जानुभएको छ र त्यसैले हामीले पनि हाम्रा बुद्धवाच बनी नेपाल जसलाई थाहा छैन उहाँलाई चाहिँ नेपालमा बुद्ध जन्मेका हुन् र बुद्धले शान्तिको लागि धेरै तपस्या धेरै कठोर गरेर चाहिँ संसारभर आजको दिनमा ज्ञानको ज्योति फैलाउन सफल हुनुभएको छ।